यो परदेशको पीडा कहिले सकिने हो? जति दुःख गरे पनि यही परदेशमै जिन्दगी बित्ने हो कि खै घर फर्किन पाउने हो कि होइन? घरका लाला बालाको याद साह्रै आइरहेको छ। आया दिनभरिको थकान, जति काम गरे पनि पेट त भर्नै पर्यो। मैले त खाइरहेको छु, खै घरमा ती लाला बालाले खाएका छन् कि छैनन्। एकचोटि सानोलाई फोन गर्छु। हेलो हेलो सानो, हजुर। के छ, सन्चै छौ? सन्चै छौँ। हजुरलाई कस्तो छ नि? ठिकै छ। भर्खरै कामबाट आएर खाना खान लाग्यो। तिमीहरू खायौ? हामीले त अघि नै खाइसक्यौँ। के खानु पर्यो हजुरले खानामा? के खाने लाटी तिमीलाई थाहा छैन? विदेशमा त कति मिठो मिठो खानेकुराहरू पाउँछ। वहाँ जस्तो हो र आटो ढेँडो खाने? यहाँ त कति मिठो मिठो खानेकुराहरू पाउँछ। म भर्खर कति पेटभरि खाएर बसेको। अनि नानी बाबुहरू कता छन् त? नानी बाबुहरू यत्तिकै घरमै। अनि हजुरलाई कस्तो छ नि अहिले? ठिकै छ सानो, काम पनि त्यति गाह्रो छैन, सजिलै छ, पैसा पनि धेरै आउँछ। सुन न, मैले भोलि मेरो महिना पुग्छ अनि यहाँ मलाई स्यालेरी आउँछ। त्यसपछि मैले पैसा आइमी पे गरिदिन्छु। आइमीबाट पैसा निकाल्नु, अनि त्यो बच्चाहरूको स्कुलको फीहरू छ भन्दै थियो। धेरै दिन भयो कराइरहेछ, स्कुलबाट नि भन्दै थियो। यसो बच्चाहरूको फी पनि पठाइदिनु। अनि आमालाई कस्तो छ? आमा बाबा कता हुनुहुन्छ? आमा सन्चै हुनुहुन्छ अहिलेसम्म। तर पनि हजुर हुनुहुन्न, कति न्यास्रो मान्नुहुन्छ। बुढेसकालमा दिनदिनै रोगले च्यापेकै छ। अब त हजुरले पनि बुझ्नुपर्ने हो यो कुराहरू। आउँछु सानो, समय मिलाएर। के गरौँ अब, मैले नगरेसम्म घर परिवार चल्न गाह्रो छ। आज मैले केही गरिनँ भने मेरा सन्तान पनि भोलि म जस्तै गरी परदेशमा आउनुपर्छ। म पछिका पिँढीहरू, त्यो पछिका पिँढीहरू सधैँ परदेशीकै गुलामी भएर बस्नुपर्छ। त्यही पीडाले गर्दा पनि अहिले केही गर्न सके भने भोलि मेरा सन्तानहरू परदेशीको गुलामी त हुनुपर्ने थिएन। त्यही आशले बसिराखेको छु सानो। हुन्छ, अहिलेलाई म फोन राख्छु। अब काममा पनि जानुपर्छ। फेरि यता काम सुरु भइसकेको छ। म साँझ फोन गर्छु नि है, भिडियो कलमा कुरा गर्नुपर्छ है। छोराछोरीलाई हेर्न साह्रै मन लागेको छ, बाबा आमालाई। हुन्छ हुन्छ हजुर, आफ्नो ख्याल राख्नु होला है। ल सानो, हस् म